हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। अब हजुरहरूलाई थाहा नै छ, हिजो चाहिँ हामी सुरसिङ झरना घुम्न गएको थियौँ अनि एकदम धेरै थकै लागेर हिँड्न पनि नसक्ने भएको थियो खुट्टाहरू, त्यही पनि नुहाइ धुवाइ गरेर म चाहिँ दुध र दुनो लिन गएँ अनि त्यो लिएर आएर बसालेर खाएर अनि बहिनी र म चाहिँ पानी लिन गएँ। अनि मलाई चाहिँ काममा पनि जानै मन थिएन। अनि हेर्नु होला हजुरहरूले मेरो फेसमा यस्तो रियाक्सन पनि जानै मन थिएन कि एकदम धेरै जिउहरू दुखेर हात खुट्टा दुखिरहेको थियो। अनि मैले चाहिँ अनि दिदीलाई चटपटी लिन जाउँ न भनेर दिदी र म चाहिँ चटपटी लिएर आएर खाएँ। के खाम भइरहेको थियो, एकदम धेरै अल्छी पनि लागिरहेको थियो, एक्लै छु नि त म। त्यसपछि सेलहरू भयो अनि सबै इन्ट्रीहरू गरेँ अनि यताउता गर्दै बसेँ। एकदम धेरै बोरिङ लागेर यताउता फर्किँदै सुत्दै उठ्दै गरेर बल्ल बल्ल टाइम गयो। त्यसपछि म घरतिर लागेँ अनि म चाहिँ घरमा पुगेर खानासाना खाएर सुतेँ। आजको लागि यति नै। मेरो भिडियोलाई लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू गाइज।